ल है ल हाम्रो गाडी लोड भइसक्यो यता अछुत दाइको पनि गाडी लोड भइसक्यो है अनि यो गाडीमा चाहिँ लगभग 27-28 टन छ है 27,000 टन होला 27,000 किलो छ है अनि यो गाडी चाहिँ 6 सिलिन्डरको हुन्छ है बहुत पावरफुल हुन्छ डबल क्राउन गाडी हो यो है पछाडिको 8वटा टायर घुम्छ है 8वटा टायरले बल गर्छ अनि हाम्रो जेसीबी चाहिँ 4 सिलिन्डर हुन्छ भने यो गाडी चाहिँ 6 सिलिन्डरको हुन्छ है बहुत पावरफुल हुन्छ यत्रो लोड बोकेर हिँड्नुपर्छ है यसले डोजरै बोकेर हिँड्छ गाडी चाहिँ यो दाइको गाडीमा पनि 6 सोली हरन छ है डेन्जर बज्छ यसको हरन पनि हामी चाहिँ अहिले अर्घाखाँची जिल्ला ठ्याक्क एयरपोर्ट एरियामा छौँ है यो एयरपोर्ट एरिया हो अनि यहाँ भरिएको काठहरू पुरै यो नम्बर लागेको हुन्छ है पुरै यो नम्बर बिना यो काठ लयो भने सिधै जेल हो मान्छे मारे भन्दा नि बढी केस लाग्छ यसको अनि यो काम चाहिँ पुरै यो सब कुराहरू मिलाएर गर्नुपर्छ यो एउटा नम्बर भएन भने पनि यो इलिगल हुन्छ है अनि यो ओभरलोडको चिट काटेर जानुपर्छ हामीले चाहिँ है ट्राफिकको सिस्टम चाहिँ कस्तो छ भने अब बाटो त्यही हो अब चिटले धान्ने जस्तो कुरा खाएको यहाँनिर चाहिँ है ओभरलोडको चिट काटेपछि हामी हिँड्न पाइयो चिट काटेन भने हिँड्न पाइएन है बाटोले धान्ने हो नि त है चिट काटेपछि लोड बाटोले धान्ने चिट नकाट्दाखेरि नधान्ने जस्तो कुरा भयो कि ट्राफिक सरहरूको पनि एकदम यो कुरा चाहिँ मलाई अलि अचम्मै लाग्छ क्या है अनि यो चाहिँ हाम्रो गाडी हो है यो गाडी पनि बवाल छ है 8188 नम्बर हो हाम्रो गाडीमा नि माथि 6 सोली हरन छ डेन्जर हिँड्छ हाम्रो गाडी पनि है बवालै छ है रोयल रानीबारी हो हाम्रो गाडीको नाम है रोयल रानीबारी लेखेको छ गाडी सब छाक्कै छ 10वटा टायर नयाँ छ पुरै अनि ट्याग कलाएर हाम्रो गाडीमा पनि ठ्याक्कै 27-28 टनै जान्छ है जस अहिले चाहिँ यतिखेर हामी एकदम सजिलो बाटोमा छौँ अनि यहाँबाट 2टा गाडी लोड भएर निस्किसकेपछि अझै 2टा गाडी आउँछ अनि हामी 2टा गाडीहरू चाहिँ अगाडि गएर बस्नेछौँ र बाटोको हालत एकदम खराब छ ब्रेक फेल हुने सम्भावना धेरै छ है बाटोमा हावै पुग्दैन अनि लोड बढी हुन्छ एक गियरमा हिँड्ने गाडी कछुवा चाहिँ है ओह्रालोमा अनि यो डिसहरू तात्छ है